Namaste. Swagat cha Nepal Premier League. पहिलो सिजनबाट नै संसारको ध्यान तान्न सफल एनपीएल को दोस्रो सिजन झनै ग्रान्ड र धेरै पपुलर समेत बन्न सफल भयो। अघिल्लो सिजन भुइँमै बसेर खेलेका नेपाली क्रिकेट प्रेमी दर्शकले यसपालि आकर्षक कुर्सी सहितको प्यारापेट, त्यो पनि साँझको समयमा आधुनिक फ्लड लाइटमा खेल हेर्न पाए। नेपालमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको स्टेडियममा बसेर खेल हेर्न पाउनु निकै ऐतिहासिक र रोमाञ्चक अवसर बन्न पुग्यो। करिब 40 करोड कमाईको अनुमान गरिएको एनपीएल सिजन 2 ले विभिन्न ब्रान्डको स्पोन्सरशिप, यसले जेनेरेट गरेको टुरिज्म, ग्लोबल एक्सपोजर्स र निकै उत्साहका साथ डे नाइट म्याचहरू गर्ने क्षमताका कारण नेपालको अर्थतन्त्र चलायमान समेत बनायो। नेपाल प्रिमियर लिग छोटो समयमा नै दक्षिण एसियाको सबैभन्दा आशाजनक खेलकुद इभेन्ट समेत बन्न सफल भएको विभिन्न सञ्चार माध्यमहरूको रिसर्चले देखाएको छ। पहिलो सिजनमा जनकपुर बोल्ट्स च्याम्पियन बनेको एनपीएल को दोस्रो सिजनको उपाधि भने लुम्बिनी लायन्सले जितेको छ। गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सलाई दोस्रो पटक च्याम्पियन बन्न रोकेर 6 विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि हासिल गरेको हो। लीग चरणमा निकै राम्रो खेल्दै नम्बर 1 बनेको सुदूरपश्चिम अनलकी साबित हुँदै लगातार दोस्रो पटक रनर अपमा सीमित भयो। पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग 5 विकेटले पराजित भएको थियो। यो पटक 6 विकेटले लायन्ससँग ऊ हार्न पुग्यो। लगातार 3 खेलमा हार बिहोरेपछि एक समय लीग चरणबाटै आउट हुने सिचुएसनमा पुगेको लुम्बिनी लायन्सले अपत्यारिलो यात्रा पार गर्दै एनपीएल सिजन 2 को च्याम्पियन बन्यो र हात पार्यो 1 करोड 10 लाख रुपैयाँ। एनपीएल को पहिलो सिजनको विजेता जनकपुर बोल्ट्स सेकेन्ड सिजनमा सबैभन्दा लास्ट हुँदै लीगबाट नै बाहिरियो भने फर्स्ट सिजनको सबैभन्दा कम पोइन्ट्स पाएको लुम्बिनी लायन्सले कन्सिस्टेन्ट प्रदर्शनका कारण यो सिजन जितेरै छाड्यो। रोयल्स र लायन्ससँगै क्वालिफायरमा पुगेका काठमाडौँ गोर्खाज र विराटनगर किङ्स बाहेक अन्य 4 टोली पोखरा एभेन्जर्स, कर्णाली एक्स, चितवन राइनोज र जनकपुर बोल्ट्सको एनपीएल जर्नी भने त्यति सम्झिन लायक रहेन। अब चर्चा गरौँ एनपीएल सिजन 2 का सर्वोत्कृष्ट कहलिएका प्लेयरहरूको। एनपीएल सिजन 2 मा निकै राम्रो खेल देखाएका रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी बने। लुम्बिनी लायन्सका कप्तान समेत रहेका रोहितले कार पुरस्कार जिते। कार मात्र होइन, उनले नेपाली खेलाडीहरू मध्ये सर्वाधिक रन बनाएकोमा बाइक समेत पाए। रोहितले यो सिजनमा 276 रन बनाउनका साथै 9 विकेट पनि लिएका थिए। फाइनलमा सुदूरपश्चिमलाई सहजै हराएर उपाधि जितेकोमा खुसी व्यक्त गर्दै आफूहरूले सुदूरपश्चिमलाई 85 रनमै रोक्न सकिन्छ र सजिलै खेल जितिएला जस्तो नलागेको रोहितले बताए। विदेशी खेलाडी मध्ये एनपीएल को सर्वोत्कृष्ट ब्याटर पोखरा एभेन्जर्सका एडम रोसिङटन बने। उनले 7 खेलमा 323 रन बनाउँदै 50,000 पुरस्कार पनि पाए। त्यस्तै फाइनलमा 3 विकेट र समग्रमा 17 विकेट लिएर तल्का मचाएका लुम्बिनी लायन्सका युवा खेलाडी शेर मल्ल प्रतियोगिताको उत्कृष्ट उदयमान खेलाडी बने। शेरले पनि बाइक पुरस्कार पाए। लुम्बिनीकै ट्रम्पलम्यान फाइनलमा निकै राम्रो खेल्दै प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडी बने। उनलाई 5 लाख रुपैयाँ प्राइजले सम्मान गरियो। त्यस्तै विराटनगर किङ्सका क्याप्टेन सन्दीप लामिछाने प्रतियोगिताको उत्कृष्ट बलर बन्न सफल भए। उनले पनि बाइक उपहार पाए। सन्दीपसँगै सुदूरपश्चिमका अविनाश बोहराले पनि समान 17 विकेट लिँदै बेस्ट बलर बन्दै उनले पनि बाइक उपहार पाए। त्यस्तै इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्टको उपाधि लुम्बिनीका तिलक भण्डारीलाई दिइयो। तिलकले पनि 1 लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। यी खेलाडी बाहेक सुदूरपश्चिमका दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, काठमाडौँका साहब आलम, विराटनगरका बसिर अहमद र लोकेश बम लगायत अन्य नेपाली प्लेयरहरूको पनि यो सिजनमा उत्कृष्ट प्रदर्शन देख्न पाइयो। बलिङमा राम्रो देखिएका नेपाली खेलाडीहरूले ब्याटिङमा भने जादु देखाउन खासै सकेनन्। पोखराका एडम रोसिङटन र कर्णाली एक्सका मार्क वाटले सेन्चुरी पूरा गरिरहँदा नेपाली खेलाडीहरूले भने एनपीएल को दुवै सिजनमा 100 रन पुर्याउन सकेनन्। नेपाल बाहेक 18 देशका विदेशी खेलाडीहरू पनि एनपीएल खेल्न आएका थिए। झन्डै 40 बढी विदेशी खेलाडीहरू मध्ये कमैले मात्र आफ्नो दमदार खेल देखाए भने यो सिजनमा स्वदेशी खेलाडीहरूकै परफर्मेन्स दर्शक तथा समर्थकले बढी रुचाए। तर आशा गरिएका केही नेपाली क्रिकेटरहरूले भने अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेनन्। तर केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरेर नेशनल टिममा समेत आफ्नो स्थान बनाउने सम्भावना देखाएका छन्। एनपीएल नेपालकै सबैभन्दा सेलिब्रेटेड सो बन्न पुगेको छ। एनपीएल को चर्चा यति भयो कि यसको अफिसियल ब्रोडकास्टर स्टार स्पोर्ट्स र विभिन्न सोसियल मिडियाहरूमा अपलोड गरिएको कन्टेन्टहरूले पनि मिलियनका मिलियन दर्शक साथ पाउन सफल भयो। एनपीएल कति पपुलर भइरहेको छ र यसले कस्तो प्रभाव पारिरहेको छ भन्ने कुरा यहाँबाट नै पुष्टि हुन्छ। विश्व खेलकुद जगतकै ध्यान खिच्न सफल एनपीएल को लोकप्रियता बढिरहँदा 12,000 दर्शक क्षमता रहेको टीयू इन्टरनेशनल क्रिकेट स्टेडियम र मूलपानी रङ्गशाला जस्ता अन्य मैदानलाई पनि अब पूर्ण क्षमताको बनाउन तत्काल आवश्यक रहेको देखिन्छ। यो कुरा क्यान सचिव तथा पूर्व कप्तान पारस खड्काले समेत महसुस गरिसकेका छन्। पारसको नेतृत्वमा जसरी एनपीएल ग्रान्ड सक्सेस भयो, त्यसैगरी आगामी सिजनहरूमा अझै आधुनिक पूर्वाधारहरू थपिने र विश्वका अन्य फेमस स्पोर्ट्स इभेन्ट जस्तै रेपुटेसन र रिकग्नाइजेसन एनपीएल ले पाउनेमा समेत आशा गर्न सकिन्छ।